जुराई पार्वतीसँग विवाह गर्नुहोस्। नारद ऋषिका यस्ता वचन सुनि विष्णु प्रसन्न भई भन्न लाग्नु भयो, हे नारद मुनि तिमी धन्य रहेछौ। कुन्टु के सुनेको? जाऊ म पनि सुस्तानी सुनेको? सुस्तानी कथा सुनेको तिमीले त्यहाँ मम्मीसँग बसेर? पुन्चु तिमी कोसँग गएको? के सुने कि आउँछौ? मम्मीसँग बसेर सुन ल। नारद ऋषिलाई बोलाएर विष्णु कहाँ लाग्न निन्द्रा लाग्यो तिमीलाई? पठाए आफ्ना हो वशिष्ठ पुन्चु सम्पूर्ण देवता हे पुन्चु कुच 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 सबै कुच 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 ओ दिन जुराई कुच 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 श्री विष्णु पनि मम्मी जा पार्वती मम्मी दान लिन अनि हिमालय पर्वतका मम्मी जानु भएर मेनकाले मम्मी पार्वतीलाई हीरा मोती मणिक नाना रत्नका अलङ्कार वस्त्र पहिराई श्रृङ्गार गराई राखिन्। त्यो देखि जया विजया अजिता र अपराजिता नाम गरेका पार्वतीका साथीहरूले पार्वतीसँग गएर भन्न लागे, हे पार्वती आज तिम्रो विवाह हुन्छ। तिम्रा माता सीताले विष्णुलाई कन्या खेती थाहा छैन। सखीहरूले भनेको सुनि पार्वतीले भन्नुभयो, मैले बाल्यकाल अवस्थादेखि नै श्री महादेवलाई नै स्वामी पाउनको लागि उहाँकै आराधना गरिरहेकी छु। महादेवलाई नदिए अरू कसैलाई दिए भने म आत्महत्या गरी प्राण त्याग्नेछु। पार्वतीको यस्तो वचन सुनि सखीहरूले भने, हे पार्वती त्यसो भए यहाँ नबस, हामी कसैले नदेख्ने ठाउँमा लुकाई राख्छौँ, बरु हामीसँग हिँड। यति सखीहरूले भनेपछि कसैले चाल नपाउने गरी पार्वती यिनीहरूका साथ लागि घरबाट निस्कनु भयो। सखीहरूले नदीमा तीरको एउटा वनमा लगेर कसैले नदेख्ने ठाउँमा पार्वतीलाई लुकाइआए। यसपछि हिमालय पर्वतले आफ्ना गुरु बृहस्पति